हेलो नमस्कार। आज म विराटनगरबाट बेलबारी यो 6 नम्बर बोराबनमा भाइ टिका दीपावली भाइ टिकाको लागि यहाँनिर गाउँमा आइपुगेको छु। आज चाहिँ यहाँ घरमा हाम्रो यो घरको खोर्सानीको बोटहरू लटरम्म यस्तो खोर्सानीको बोट देख्नु भएको छ हजुरहरूले। यस्तो कसकामा यस्तो खोर्सानी फलेको छ होला। यहाँ खोर्सानी देखेर म त पुरै यहाँनिर भिडियो गर्न मन लाग्यो। यहाँनिर हेर्नु त खोर्सानी यस्तो औधी अझै अरे अस्ति एकलट टिपेर पनि अरे सुकाएको अरे भनौँ सुक्खा खोर्सानी बनाएको फेरि पनि यहाँनिर यसरी फुलिरहेको छ। यहाँको घाम पानी माटो सबै मलिलो र पौराखी पनि भएर होला। यहाँनिर हेर्नुहोस् है यस्तो छ। यो हाम्रो घरको आनन्द छ। गाउँ भनेको त्यसै रमाइलो हुँदो रहेछ, रमाइलो नै हुन्छ। बजारमा केही पनि हुँदैन, यस्तो देख्न हेर्न पाइँदैन। यहाँनिर हेर्नु है सबैजना फुलहरू यस्तो सजाउँछ। यहाँनिर कति राम्रो। यहाँ हेर्नुहोस् है, हेर्नुहोस् है यहाँ सागबारी रायो सागको बिरुवा भइरहेको छ। यहाँनिर यस्तो छ। ल मलाई आज यो छोटो भिडियो देखाउन मन लागेकोले देखाएँ। कस्तो लाग्यो हजुरले हेरेर प्रतिक्रिया दिनुहोला है त। हस्, धन्यवाद, नमस्ते, बाई।